जोजोलपा नेपाल भाषा लर्निङ सुरु गरौँ आजको च्याप्टरको नम्बर 1 काम लाग्यो निभा निभा टोल टोल काम अर्थात निभा लाग्यो अर्थात टोल नम्बर 2 काम ताप्ने हैन साथी यो अब क्वेशन मार्क निभा निभा प्याउ प्याउ मखुला पासा निभा प्याउ मखुला पासा निभा अर्थात काम भइहाल्यो ताप्ने भन्नाले अब प्याउ भनिन्छ हैन भन्नाले मखुला र साथी भन्नाले पासा र केटा साथी भन्नको लागि मिजामा पासा केटी साथी भन्नको लागि मिसामा पासा नेक्स्ट काममा आऊ साथी अब कोही मान्छे काममा बसिरहेको छ भने अर्को मान्छेले बोलाउँदाखेरि निभाले वा पासा निभाले वा पासा र यो वा अर्थात आऊ र दाँतलाई पनि आऊ भन्छ मैले प्रिभियस च्याप्टरहरुमा पनि भन्दै आएको छु जस्तै कि दाँतलाई पनि वा भन्छ अनि पानी पर्यो भन्नेलाई पनि वा वाला भन्छ धानलाई पनि वा भन्छ नेक्स्ट काम ताप्न आऊ निभा पा वा निभा पा वा नेक्स्ट काम ताप्न जाऊ यो चाहिँ कसैलाई अब कतै जाऊ भन्नको लागि जाऊ हैन यो जाऊ हो काम ताप्न जाऊ निभा पा हुँ निभा पा हुँ र यसैमा अब कसैले काम ताप्न जानुस् भनेर कसैले अब मान गरेर भन्नु पर्यो भने चाहिँ निभा पा वना दिस अर्को काम ताप्न जाऊ अब मिलेर काम ताप्न जाऊ भनेको दुई जनाको लागि चाहिँ काम ताप्न जाऊ निभा पा नु निभा पा नु अघिनेकोमा हुँ हो यो चाहिँ नु हो नेक्स्ट काम ताप्न गयो निभा पा वन निभा पा वन नेक्स्ट काम ताप्ने हैन निभा प्याउ मखुला निभा प्याउ मखुला यो अर्को सेन्टेन्स अब कसैले के गरिराखेको भनेर भन्दा सोध्दाखेरि हामीले अब इनकेस अब काम तापिराखेको हो भनेदेखि यसरी एन्सर दिन सकिन्छ काम तापिराखेको निभा पाना चोनौ निभा पाना चोनौ अर्थात अब तापिराखेको भन्नको लागि पाना चोनौ भनिन्छ नेक्स्ट काम न्यानो छ निभा लुमुसे चो न्यानो अर्थात लुमुसे निभा लुमुसे चो अब यसैलाई हामीले काम न्यानो छ भनेर अब कसैलाई क्वेशन गर्नु पर्यो भनेदेखि चाहिँ निभा लुमुसे चो ला निभा लुमुसे चो ला न्यानो छ अर्थात लुमुसे चोला कामले पोल्यो निभाल पुट पोल्यो अर्थात पुट नेक्स्ट कामले कालो होला कसैलाई जिस्काएर भन्दाखेरि निभाल हाकुसे चोनी निभाल हाकुसे चोनी कालो होला अर्थात हाकुसे चोनी कामले काली मैया हुन्छ निभाल हाकु मैचा जुई निभाल हाकु मैचा जुई काली मैया अर्थात हाकु मैचा कामले काली भयो निभाल हाकुसे चोन निभाल हाकुसे चोन
र अब कसैले यस्तो भन्यो भनेदेखि चाहिँ घामले काली भयो भन्दाखेरि चाहिँ हामीले अब छाता ओढन भन्नको लागि चाहिँ कुसा कु भन्न सकिन्छ। कुसा अर्थात् छाता भयो, अनि ओढ भन्नको लागि चाहिँ कुसा कु। नेक्स्ट, घाममा बसेर सुन्तला खानु पर्यो। निभाले चोना सुन्तला ने माल। निभाले चोना सुन्तला ने माल। घाममा बसेर अर्थात् निभाले चोना, सुन्तला अब सुन्तला भइहाल्यो, खानु पर्यो अर्थात् ने माल। त्यस्तै अर्को, घाममा बसेर बदाम खानु पर्यो। निभाले चोना बरा ने माल। बदाम अर्थात् बरा। अर्को, सुन्तला किनेर ल्याऊ। सुन्तला न्याना न्याना हजी। सुन्तला न्याना हजी। किनेर अर्थात् न्याना, ल्याऊ अर्थात् हजी। अब यसमा सुन्तलाको ठाउँमा अब हामीले अर्को पनि राख्न सक्छौँ। अब चटपटहरू, बदामहरू, त्यो पनि वर्डहरू चेन्ज गरेर राख्न सक्छौँ यसमा। घाममा बसेर निन्द्रा लाग्यो। निभाले चोना न्य वल। निभाले चोना न्य वल। निन्द्रा अर्थात् न्य। यो वल हामीले अब आयो भन्नको लागि पनि युज गर्छौँ। र अब यति मात्र लाग्योलाई ठ्याक्क कन्भर्ट गर्दाखेरि वल गर्दाखेरि चाहिँ मिल्दैन। निन्द्रा लाग्यो भन्नको लागि चाहिँ न्य वल भनेर कन्भर्ट गर्दाखेरि ठ्याक्क मिल्छ। अब न्य वल अर्थात् निन्द्रा आयो भन्ने बुझिन्छ। तर अब निन्द्रा लाग्यो भन्ने चाहिँ भाव चाहिँ अब एउटै हो। निन्द्रा लाग्यो भन्नु कुरा, न्य वल भन्ने भाव चाहिँ एउटै हो। भन्नुको अर्थ यो ठ्याक्क एक्ज्याक्टली ट्रान्सलेट गर्दाखेरि अलि कस्तो कस्तो सुनिए पनि त्यो भाव चाहिँ एउटै हो। घाममा बसेर गर्मी भयो। निभाले चोना ता ता नोल। यसमा हामीले अब एच एउटा थप्दै दिँदाखेरि पनि अझै बेटर हुन्छ। ता ता हो, ता नोल। निभाले चोना ता नोल। गर्मी भयो अर्थात् गर्मी भएको ट्रान्सलेट गर्दाखेरि ता नोल। घाम ताप्न पुगेको छैन। निभा प्या मगानी मगानी ला। निभा प्या मगानी ला। त्यस्तै गरी यसमा रिलेटेड अर्को एउटा यस्तो पनि भन्न सकिन्छ। कति घाम ताप्नु पर्ने भनेर कसैलाई भन्दाखेरि चाहिँ गुली निभा प्या माओ। गुली निभा प्या माओ यसरी पनि भन्न सकिन्छ। कति अर्थात् गुली र ताप्नु पर्ने अर्थात् प्या माओ। र अब अलिकति रोमान्टिक सेन्टेन्स पनि ल्याएको छु मैले। मेरी मायालुलाई घामले काली मैया बनाइदियो। मेरी मायालुलाई घामले काली मैया बनाइदियो। अर्थात् नेपाल भाषामा जिमी यजु यजु या त निभाल निभाल हाकु मैचा देका बिला। जिमी यजु या त निभाल हाकु मैचा देका बिला। फेरि एकचोटि भन्छु, जिमी यजु या त निभाल हाकु मैचा देका बिला। मेरी अर्थात् जिमी, मायालुलाई अर्थात् यजु या त। मायालुको चाहिँ ठ्याक्क ट्रान्सलेसन गर्दा यजु यति हुन्छ। मायालु अर्थात् यजु। अनि त्यसपछि काली मैया अर्थात् हाकु मैचा बनाइदियो अर्थात् देका बिला। अर्को छ, मेरो गोरेलाई घामले काले दाई बनाइदियो। जिमी तुयु या त निभाल
हाकु दाइचा देका बिला जिमी टुयु या त निभाल हाकु दाइचा देका बिला र यसमा पनि गोरे अर्थात् टुयु गोरे गोरो त्यसलाई चाहिँ टुयु भन्ने गरिन्छ र सेतो कलर भनेर भन्नु पर्यो भने पनि त्यसलाई पनि टुयु भनेर भनिन्छ र यसमा काले दाइ अर्थात् हाकु दाइचा बनाइदियो अर्थात् देका बिला र अब यसमा काले दाइ अर्थात् हाकु दाइचा हाकु दाइ पनि भन्न सकिन्छ दाइ भन्दाखेरि चाहिँ नेपाल भाषामा प्रायः जस्तो दाइलाई चाहिँ दाइचा भनेर भन्ने गरिन्छ यो चायवटा पछाडि जोडेर भन्ने गरिन्छ र भाइलाई चाहिँ नि अब किजाचा भन्दैन किजा भन्छ भाइले चाहिँ र कसैले भाइलाई भाइचा पनि भन्ने गरिन्छ एउटा भक्तपुरको दाइ हुनुहुन्थ्यो उहाँले चाहिँ मलाई जहिले पनि भाइचा भाइचा गरेर बोलाउनुहुन्थ्यो तर भाइ चाहिँ नि हजुरको नेपाली वर्ड भयो नेपाल भाषामा किजा भन्छ भाइले नेक्स्ट घामले गोरी मैया काली मैया भयो निभाल तुयु मैचा हाकु मैचा जुल निभाल टुयु मैचा हाकु मैचा जुल र यसमा पनि त्यही हो गोरी मैया अर्थात् टुयु मैचा मैया अर्थात् मै कसैले मै पनि भन्छ कसैले मैचा भन्छ काली मैया अर्थात् हाकु मैचा अनि त्यसपछि भयो अर्थात् जुल आजको लागि यति नै र हजुरहरूलाई मैले यसमा केही छुटाएको छु हजुरहरूलाई अब अरू केही ट्रान्सलेट गरिदिए हुन्थ्यो जस्तो लागेको छ भने कमेन्ट गर्नु होला मैले कमेन्टमा सक्दो छिटो रिप्लाई गर्छु र मैले कमेन्टहरू कहिले हप्ताको 2-3 चोटि हेर्छु कहिले हप्ताको एकचोटि हेर्छु र सक्दो छिटो म रिप्लाई दिने कोसिस गर्छु हजुरहरूको लागि थ्याङ्क यू फर वाचिङ योको योको शुभ अर्थात् धेरै धेरै धन्यवाद